ल फेरि अब हामीहरू घुम्नको लागि निक्लिँदैछौँ नयाँ डेस्टिनेसन 2-2.5 घन्टाको ड्राइभ छ त्यो ड्राइभमा हामीहरू निक्लिन्छौँ तपाईँहरूलाई म विभिन्न दृश्यहरू देखाउँछु फलो मी है त हामी सब परिवार जाँदैछौँ ल हाम्रो गाडीमा हामी बस्छौँ Hello guys. Hello guys. हामीहरू 1 घन्टा 45 मिनट पछिको ड्राइभमा हामीहरू बाल्टिमोर आइपुग्यो। यही हो बाल्टिमोर, हेर्नुहोस् बाल्टिमोर गाडीको संसार। टोपी झर्ने बिल्डिङहरू हेर्नुहोस् यसरी यहाँ माग्छन् हेर्नुहोस्। स्टेटको बाल्टिमोर हो सिटी चाहिँ। अमेरिकाको माग्नेलाई ल अब हामीहरू बाल्टिमोर स्थित काकारिनामा घुम्न जाँदैछौँ। मम्मी चाहिँ नि कत्रो घर भन्दै हुनुहुन्छ। हाम्रो पछाडि ब्याकग्राउन्डमा पनि टन्न राम्रो राम्रो घरहरू देखिन्छ हेर्नु। यस्तै छ बाल्टिमोर, मेरील्यान्डको बाल्टिमोर। बाल्टिमोर हो कि गाग्रीमोर हो के मोर हो थाहा छैन, तर बाल्टिमोर हिँड्ने मोड। मम्मीले हिँड्न असाध्यै गाह्रो छ, तर खासै घाम पनि रहन्छ। लेफ्ट ह्यान्ड गर्नुपर्छ, नगरे हुँदैन नि त। कति एक्टिभ भइसक्नु पहिले। यहाँ युएसमा आएपछि मम्मी धेरै एक्टिभ भइसक्नु भएको छ। यसरी पार्किङमा गाडी राखेर हामीहरू रमाइलो दृश्यहरू हेर्दै हिँडिरहेका छौँ। हेर्नुहोस् बाल्टिमोर। ल नानाले मम्मीलाई घुमाउँदै हेलो अमेरिका देखाउँदै। बस ल दुईटा बस जोडेको ल। गर्मी भएर भित्र नानी हेलो गर्मी भएको हो। अब
Hello. Bye, Dad. No, bye. Mabit na. No, bye. Kopi na kasi. मम्मीले बल्ल पाउनु भयो बस्नु हेलो जोय साहब बाबु हेलो नानी ल हेर्नुहोस् रमणीय दृश्यहरू बोटिङ गर्ने ठाउँ हामीहरू रमाइलो गर्दैछौँ अब हामी यहाँ फोटो खिच्छौँ है लेखेर भान्जा भान्जी मेरा भान्जा भान्जी आजकल खाँदैको फोटो खिच्यौँ अनि यहाँ समुद्र हेर्न जाने त यहाँबाट अमेरिकाको मेन सिटी के वासिङटन डिसी पनि पुग्छ यो सानो सानो पनि ल यसरी अब यस्तो माला जस्तो लगाएर बोट चढ्नु पर्ने होइन अब यो बोट हो यो बोटमा हामी चढ्ने ओके हेर्नुहोस् मैले डुङ्गा चलाएको युएसमा आएर है मम्मी झोला छोडेको थियो हो ल बाबु यता ठिक छ हामी 3 इयर्स अगो आएको थियौँ थाहा छ यो भएन अगाडि जाने बाबु दृश्य मैले बोटिङ गरेको युएसमा लेडिज एन्ड जेन्टलमेन गाडी चला गरिदिनु भयो ल फेरि उता बाँधिन्छ लगी त उता लगी यता जाउँछ के हो एक वरि पनि घुम्न सक्ने रहेछ त कता जानुहोस् त त्यही चाहिँ खोइ त हामीलाई ल मम्मी तपाईँलाई कस्तो लागिरहेछ छोराले अमेरिकामा आएर डुङ्गा चलाएको ड्राइभर कोही छैन एक्लैले चलाइदियो अमेरिकामा गाडी बाबुले सिकाएको हो गाडी चलाउनु चाहिँ नि डर लाग्यो तर यहाँ डुङ्गा चलाउनु चाहिँ नि मजाले सकि हेर्नुहोस् होइन ब्याकग्राउन्डमा चाहिँ एकदम वरिपरि भएर सक्यो तर म त डुङ्गा पनि चलाइदिन्छु फेवातालमा साइली डुङ्गा चलाउँदै बाबु पनि केही बोलाउँदैछ र फेवाताल बाबु त आइसक्रिम खाँदै मस्त बाबु ल हेर्नुहोस् अब म यस्तो मम्मी चाहिँ के गमक्क फुलिरहनु भएको छ डर लागिरहेछ क्या रमाइलो डर लाग्दैन मलाई ए अब नयाँ ड्राइभर त्यही भएर डर लागेको बा भनेर र म अब अगाडि लिएर जान्छु अनि पछाडि ब्याकग्राउन्ड आउँछ है नाना झी अब म मोडाइ हाम्रो बिस्तारो मोडाउनु है ट्रेन स्टेसन कहाँ हो ल साम्राज्ञी हेर बाबा कहाँ आइपुगेको छ साम्राज्ञी अनि त्यसपछि हाम्रो युवान अनि हाम्रो अनाया सुनेन्ना उत्सव अनि सिजन सिरियाको नाम लिन्छ नि त है सिरिया ठुली भयो नि त सिरिया भान्जी आमा छोरी चट्ट लाएर बाल्टिमोरको डुङ्गा यो बोटमा बोटमा रमाइलो गर्दैछौ होइन कस्तो लागेको छ मम्मी कान्छी छोरीसँग मेरो कान्छी छोरीसँग भेटेर संसार हिँडेको छु खुसी लागेको छ कान्छो ज्वाइँ र छोरी मेरो चाहिँ कान्छो ज्वाइँ साहबले
संसार लिएर हिँड्छ मेरो छोरीले छोरी र बाबु नानी पनि पछिसँग हिँडेका छन् छोरो हिँडेका छ कति खुसी म यहाँ अहिले ज्वाइँ र नातिनी चाहिँ नातिनी चाहिँ डढाइ आउनु मानेन हैन आउँदिन भने खोइ, 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 खोइ। यहाँ हिँड्दैछौँ बोटमा यहाँ चाहिँ नि नानीसँग ज्वाइँ साहबसँग चाहिँ नि हामी घुम्न हिँडेछौँ मेरो कान्छी छोरी भेट भएपछि मलाई आनन्द आएछ त्यही माथि यसरी हिँड्न पाउनु मेरो भाग्य होइन त यत्रो अमेरिका आएर म खिच्दिहाल्छु भगवान्ले चुराएको रहेछ मलाई कान्छी छोरीसँग मेरो कान्छी छोरी ज्वाइँ साहबसँग नातिना लिएर हिँड्न पाउनु आहा त्यो जस्तो अभाग्य के छ मेरो भाग्यले पाएको अनि कस्तो लाग्यो तपाईँले यो बाल्टिमोर आहा यो त रमाइलो लाग्यो रमाइलो लाग्यो नि होइन तर हाम्रो के अहिले चाहिँ अब युएस आए जस्तो लाग्यो होला है अहिले चाहिँ लाग्यो अहिले चाहिँ लाग्यो यहाँ त्यहाँ पनि बसिरहँदाखेरि त्यहाँ त लागेको छ रेसिडेन्स एरिया धेरै भयो नि त लागेको छ त्यहाँ चाहिँ नि कस्तो भने अब शान्त राम्रो हो बस्ने ठाउँ भयो बस्ने ठाउँ भयो अनि यहाँ चाहिँ घुम्न आउने ठाउँ रहेछ अनि यो डुङ्गामा चाहिँ सबैजना यता ठुलो पनि रहेछन् यो डुङ्गा ठुल्ठुलो चाहिँ अब यहाँबाट डिसी ए पुग्छ डिसी पुग्न पनि यहाँबाट जान सकिन्छ तर हामी चाहिँ अब डिसी नजाउँ अहिले नै किन सबैतिर सघाउनु डिसी गरेर फेरि यहाँ किन आउनु हाम्रो डिसीको लागि छुट्टै गन्तव्य छ हाम्रो गाडी यहाँ छ छुट्टै छुट्टै जान्छ फेरि हाम्रो गाडी यहाँ छ भयो अरे हामी भयो भने डिसी चाहिँ नगएको अहिलेलाई ल ल ल बाई हेलो गाइस बाई 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 मोबाइल छ कि हेर है हजुर मेरो पहिला कुरा सुन्नु 7 सिटर गाडी हेलो ज्वाइँ साहब ज्वाइँ साहबले त्यहाँबाट मेरो भिडियो खिच्थेँ मैले यहाँबाट ज्वाइँ साहबको भिडियो खिच्ने हेलो अब यसलाई मैले यहाँको डिफ्रेन्ट बेसिन के डिफ्रेन्ट ठ्याक्कै प्लेनको जस्तो रहेछ त्यही भएर मैले तपाईँहरूलाई देखाएको हेर्दै गर्नु होला यस्तो घरभित्र यस्तो झर्ना लगाएन यस्तो घरभित्र यस्तो झरना Hello! हेर्नु झरना everybody हामी सुरुङमा छिर्यौँ अब यहाँबाट ना la 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 भन्दाखेरि हामी यसो फोटो खिच्न लाग्यो कि जो पनि म फोटो खिच्दिउँ भन्दै आउँदो रहेछन् हामीले यो बाल्टिमोर भनेर लेखेको ठाउँमा फोटो खिच्यौँ मम्मीको र नानाको अनि म तपाईँहरूलाई एउटा दृश्यमा तपाईँहरूलाई के देखाउँछु भने यस्तो यो यो इलेक्ट्रिक साइकल चाहिँ नि जहाँ पनि हुँदो रहेछ तपाईँले पैसा कोइन हाल्नु तपाईँ जहाँसम्म जाने हो जानुहोस् अनि यत्तिकै छोडेर हिँड्दिने अनि यहाँबाट कसैले हाल्छ भने फेरि पैसा स्क्यान गर्यो के गर्यो अनि त्यही अनुसार चाहिँ नि हुँदो रहेछ यस्तो रमणीय दृश्यहरू हामीले कैद गरिरहेको छौँ अब मलाई जहाँसम्म लाग्छ ज्वाइँ साहबले यो माथिको टावरमा जाने भन्दै हुन्छ अब त्यहाँ हामी जान्छौँ कति तला आयो 27 तला पुरा 28 को पुरा बाल्टिमोर हो माय गॉड लानुस बाल्टिमोर भिडियो र फोटो बाल्टिमोर हेर मम्मी बाल्टिमोर हेर्नुभयो कति माथि तलाबाट ल 27 तलाबाट
27 तल भन्दा धेरै माथि हो तर एकचोटि हेर्नु प्लिज 28 गाडीहरू चाहिँ कता पछि मान्छे त उयोहरू छ के त्यो हो हेर्नु कस्तो लागिरहेछ कस्तो रमाइलो लागिरहेछ अमेरिका बाल्टिमोरबाट चढेर हेर्दैछौँ हामी सबै ल हेर्नु समुद्र योबाट बाल्टिमोरबाट पर गएपछि त्यो सबै समुद्र सिन त्यहाँ क्रुज पनि छ है त्यहाँ क्रुज पनि छ अब सानो देख्नुभयो होला क्रुजहरू मजाले सबै चिजहरू तपाईँहरूले देख्नुहुन्छ यहाँ आफ्नो प्राइभेट सिपहरू छ होइन अघि नै हामी बोटिङ गरेको यहीँ तल हो एरियालो यस्तो राम्रो रमणीय दृश्यहरू देखिन्छ भन्ने साध्यै छैन आउनुहोस् फेरि म तपाईँहरूलाई अरू दृश्यहरू पनि देखाउँछु है यो हेर्नुहोस् यो होटेलहरू हो विभिन्न ऊ नानुले त्यहाँ दुर्बिनबाट हेरिरहेको छ नानु हेर यता हेर मामुले पनि दुर्बिनबाट हेरिदियो यताबाट चाहिँ नराम्रो आउँछ यति चाहिँ राम्रो आउँछ कस्तो रमणीय दृश्यहरू भन्छ के यसो वर्णन हुँदै आओस् न त अब हजुर सबै चिज थाहा छ मलाई के थाहा बाल्टिमोर हो मेरील्यान्ड स्टेट अर्को स्टेट आउनुभयो यो सुधा तेस्रो स्टेट हो भर्जिनिया हाम्रोमा भइहाल्यो सेकेन्ड वेस्ट भर्जिनिया जानुभयो यो मेरील्यान्ड यानि कि 3टा स्टेट हुन्छ 3टा अञ्चल 50 नेपालको जस्तो 52वटा 52वटामा 3टा म गइसकेको छु त्यो हो दृश्यहरू देख्दाखेरि मन यति आनन्द भएको छ ज्वाइँ साहबसँग भान्जा भान्जीहरूसँग र मम्मीसँग घुम्न आउँदाखेरि रमाइलो भएको छ है अब यहाँबाट नानाले देखिरहेको छ नानाले यसरी मम्मीलाई घुमाउन पाउँदाखेरि तँलाई कस्तो लागेछ भन्दा मलाई अब नेपालबाट बोलाएर घुमाउन पाउँदा अब के भन्नु त्यस्तो खुसी त के होला त्यही हो नि। मैले बुवा र मम्मीले बोलाउन चाहेको बुवा चाहिँ आउनु भएन बुवालाई चाहिँ नो इन्ट्रेस्ट घुम्न ओर्न बुवालाई आफ्नै संसारमा ठिक छ अनि मम्मी र दाइलाई घुमाउन पाउँदा अनि मेरो छोरीसँग साह्रै रमाइलो ल लहेर यस्तो समुद्रको छेउ समुद्र त हामी अहिले गएको छैन समुद्र र पर चाहिँ यहाँ देख्नुहुन्छ क्रुज पनि आएको छ समुद्र देख्नु भएको छैन समुद्रबाट धेरै पर छौँ यो पानी समुद्रकै पानी हो अब भित्रभित्र यसरी भित्र छिरेको हुन्छ यस्तो हुन्छ यसरी बाटोहरू यस्तो छ सिधा बाटोहरू हेर म यहाँ यसरी सिसामा देखिरहेको छु दर्शक महानुभावहरू मलाई कस्तो देखिरहेको छ भन्नुहोला हेर साम्राज्ञी छोडी हेलो हाई अनि यो अर्को ठाउँ रमणीय दृश्य ल हेर्नुहोस् तपाईँहरूलाई मैले सबै बाल्टिमोरको यो सबै दृश्यहरू देखाइरहेको छु है ल माथिबाट ल्याएर बाल्टिमोरको सबै दृश्यहरू देखाइरहेको छु स्टेडियमहरू छ यता पुलहरू छ हाम्रो बाबुलाई भिडियो खिच्न साह्रै लजाउने बाबु नानीले त लाज लागेको छैन नि फाइनल रेस्टुरेन्ट हो काम है ल सबैजनालाई बाल्टिमोरको यो रमणीय दृश्यबाट भाइ अब हामी तल जान्छौँ अब तल गएर नानाहरू र ज्वाइँ साहबले कहाँ लान्छन् थाहा छैन होइन हामी नयाँ मान्छे त्यही भएर अब हामी त्यो यो दृश्य यो ठाउँबाट बाई म बाई गर्दिनँ बाई गर्दिनँ माथि माथि छैन बाई फेरि हाम्रो बाई यस्तो राम्रो ठाउँमा यस्तो ठाउँमा यो भत्केको चिज राखेको के हो यो थाहा नै छैन हेलो मम्मी वाउ बाबु नानी यता आउनु मम्मी यता आउनु बाबु नानी आउनु झन् आइदिनु हामीहरू यस्तो आएको हो नानु के बोल न हेलो मेरो छोरीलाई चिसो पानी खाना Come here. Vamos, Camila. यस्तो घाममा हेर्छु जिउना त भइहाल्छ
गरिदिउँ ल हेलो हेलो गाइस हेलो 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 तपाईँहरूलाई स्वागत छ बाल्टिमोरमा हामी घुमघाम गरेर आइयो होइन अब तपाईँहरूलाई पनि यहाँको नजारा म देखाउन चाहन्छु किनभने आज एकदम मेरो बहिनीले एकदम स्पेसल मिठो मोमो झोल मोमो मैले भिडियो भ्लग नबनाइकन बस्नै सकिनँ होइन त्यही भएर नानालाई थ्याङ्क यू सो मच हामी उता पनि धेरै खायो फेरि यहाँ पनि आएर अहिले बेलुकाको 9 साढे 9 10 बज्न आइसक्यो अब झोल मोमोको हामी इन्जोय गरिरहेछौँ यहाँ मेरो ज्वाइँ साहब मम्मी र सबैजना बसेर खाँदै हुनुहुन्छ यसरी हेलो मम्मी मम्मी हेलो जय साहब हेलो नानु बाबु हेलो ल हेर्नु होला यस्तो जुसी मम्मा एकदम मिठो मम्मी कस्तो लाग्यो हो मम्मी मजाले बसेर इन्जोय गर्नु भएको छ बाबु कसरी खाने यो झोल मोमो चाहिँ बाबुको फरमाइस हो त्यही भएर बाबु कस्तो लागिरहेछ मिठो छ बाबुले चाहिँ झोल मोमो होइन अनि ज्वाइँ साहबको चाहिँ छुट्टै यता मोमो यता झोल ज्वाइँ साहबको फेरि खाने स्टाइल छुट्टै मेरो चाहिँ सबै यहाँ राखेर खाने अनि हामी चाहिँ यस्तो एकदम टेस्टी हामी एकदम इन्जोय गरिरहेछौँ अमेरिका आएर हेरिहाल्नुभयो देखिहाल्नुभयो ओके बाई बाई ल हाम्रो आजको पार्टी ओके अब मुवा पनि सवारी भइसक्यो अब मुवा ल हजुरलाई कस्तो लागिरहेछ के लागिरहेछ अलिकति यसो 2-4 शब्द जाओस् यो हजुरहरू आउनु भएकोले धेरै खुसी लागेको छ हजुर अनि यो मोमोले निकै मिठो मिठो गराउँदैछ ओके हामी सबैजना भेला भयो अब उहाँ हुनुहुन्छ बुवा बिरामी हुनुहुन्छ बुवा होइन? दिदी बिरामी हुन्छ हजुर अब सबैजना ल अब मोमो खाम बसौँ गफ गरौँ यही हो सबै यस्तै भइरहेको अब हामीहरू मोमो खान्छौँ इन्जोय गर्छौँ आजको हाम्रो बाल्टिमोरको भ्रमण यही हो रातिको 11-12 बज्न लागिसक्यो ल ओके बाई बाई सबैजनालाई बाई 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 एभ्रीबडी बाई जैसा बाई बाई गर्छौ बाई बाई ल हामी नाना हामी ठ्याक्क भेट भयो होइन हिँड्दा हिँड्दै बाटोमा भेट भयो आज समय 12 गाउँ Okay, bye. Nah. Kita. Beda kita. Yes. Yes. Lah, Ana. Aisyah. हामी घुमघाम गरेर आयो अब घुमघाम गरेर आएपछि बाबु र म यहाँ फुटबल खेल्दैछौँ बाबुले गोल हाल्यो बाबुले गोल हाल्यो अब मेरो पालो छ हान्यो भुटी भराउनको लागि मैले फुटबल खेल्दैछु यस मलाई अच्छा गोल मैले गोल बनाएँ आउट गरेँ ल देखिहाल्नुभयो अब फुटबल हामी धेरै खेल्यो थाक्यो ल आजलाई यति नै बाई घुमघाम पनि गरेर आयो मस्त गरेर आयो तपाईँहरूलाई सानो भ्लग देखाएको है त हामीले यस